यो माटोको भाडा हैन, यो चाहिँ हामीले ठ्याक्क यो फिल्टर साइडमा राखिन्छ। हे गाइज, वेलकम टु माई न्यू भ्लग। आज यति ठुलो हावा चल्यो नि, म देखाउँछु के भयो भन्ने कुरा। यस्तो ठुलो हावा चल्यो कि यस्तो ठुलो, यति ठुलो। यहाँ हाम्रो मेवा थियो, मेवा पुरै ढालिदियो है। अनि अरू देखाउँछु, यहाँ देखाउँछु, यहाँ देखाउँछु। अलिक शीतल छ क्या यो, के अरे बेलौतीको बुटो नै ढाल जस्तो पुरै यता सुकाइदिएको थियो, हल्का उठाएको हो। अनि त्यो पनि हल्का उस गर्दैछ, उतै सुताइदिएको थियो अनि फेरि उचालेर यस्तो अड्डाको। आज हावा यति ठुलो आयो क्या, अलि बल्ल हो घाम लागेको। वहाँतिर कस्तो खतरा देख्यो अलि। गाइज यो कपास पनि यसरी ढाल्दैछ क्या। अनि म मेवा देखाउँछु है, हामीले कति मेवा फाल्यो। त्यो बुट्टामा कति धेरै मेवा फालेको थियो, त्यो यतै छ, यही फालिदिएको हो। त्यही हो क्या। मेवा यसरी पुरै फालेको। अनि उता पनि छ हल्का, यो सानो हो, हल्का ठुलो मेवाहरू पनि उतै राखेछन्। त्यो अब खान मिल्ने खाने, नभए फाल्दिने। त्यस तर अहिले चाहिँ त्यति गर्मी चाहिँ छैन भनौँ है, यति अहिलेसम्मलाई, आजसम्मलाई। अब भोलि भन्न सकिँदैन। म देखाउँछु ठुल्ठुलो यति, सानो त्यतै फालिदिएको सब उस भएको हाम्रो। गाइज अघि भर्खर चिया खाएको, खाना त फेरि खानु मन लाग्यो। यस्तो चिया खानु मन लाग्यो, म चिया पिउँदैछु एकछिन है त। सो गाइज हाम्रो घर चाहिँ तरकारी के छ भन्दाखेरि आजको दिनसम्म यहाँ चाहिँ घिरम्ला फलिरहेको रहेछ। अनि यहाँ चाहिँ करेलाको झाल छ यहाँ चाहिँ। अनि त्यहाँ अलिकति बोडी रहेछ, सायद यति नै होला। र अहिलेसम्म चाहिँ यति नै रहेछ है त। यति चिसो भइरह नि, चिसो छ क्या त्यो। सो गाइज म चाहिँ एउटा कुरा देखाउँछु है। सो यो माटोको भाडा हैन, यो चाहिँ हामीले ठ्याक्क यो फिल्टर साइडमा राखिन्छ। पानी ठ्याक्क त्यहाँ आउँछ अनि माटोको भाडामा पानी चिसो भइहाल्छ। सो नेचुरल तरिकाले चिसो हुन्छ। सो यसको काम आउँछ अलिक गर्मी भयो धेरै भएपछि। सो गाइज म चाहिँ माथि बसेको छु है, चिसो पनि छ, त्यही भएर सर्ट लगाएको थिएँ। अनि एकछिन हिँडिरहेको छु। हेर त हात परेको यस्तो सर लाइट बोलेछन्। यस्तै छ। सो मेरो टाइम यसरी नै बितिरहेको छ है, कम्प्लिटली जस्तो भिडियोमा देखाइरहेको छु त्यस्तै। सो नथिङ। हाम्रो मन्दिरमा लाइट बोलिरहेको छ। मैले चाहिँ है यो भिडियो मार्फत नै के अब भन्छु, यो मेरो भिडियो कहाँसम्म पुग्ला थाहा छैन। तर अस्ति भर्खर यहाँबाट निर्वाचन भएको हो हैन, यही ठाउँबाट पनि जित्नु भएको हो कसै न कसैले त। अब यो बाटो के मैले यो देखाइहालेँ, यो बाइक आयो भर्खरै। यो सब पोटल्स फर्मेसन भएर अनि यो अब यो यस्तो भएपछि त यो अलि मेन्टेनेन्स चाहिँ चाँडो गर्नुपर्ने जस्तो देखिन्छ। यहाँ भयो, यता भयो हैन, यता यो रोड यो यतिले कति धेरै समस्या आउँछ क्या। अब यति मेन्टेनेन्स भन्ने कुरा अब गरी, अब यस्तो ठाउँ त धेरै छ यो रोडमा है, यहाँ मात्र होइन, यता मास्तिर नि छ होला, यता पनि छ, यता पनि छ होला।
तर यो चाहिँ छिटोभन्दा छिटो चाहिँ गर्नुपर्ने हो कि अब यतिले भले यो रोडै ड्यामेज गराइदिन्छ कि यति अब होइन जे पनि हुनसक्छ नि त खाल्टो छ रातिमा स्पिडमा हल्का गाडी आयो भने त्यो चाहिँ अब छिटोभन्दा छिटो यो चाहिँ गर्नुपर्ने हो मेन्टेनेन्सका कामहरू होइन बाटो त ल ढिलो बन्ला इट्स ओके तर यस्तो कुराहरू चाहिँ हुन त यो अलि पहिला पनि गरेको त हो त्यही पनि फेरि अहिले यस्तो अब पानी परिभ्यायो अलि पछि झन् बर्खा लाग्छ एकदम ठुलो पानी पर्छ अनि त्यो त त्यसै सकियो अनि यतिले पुरै रोडै ड्यामेज गराइदिन्छ कि सो अहिले त चलिरह अब यसलाई मेन्टेनेन्स गरिदियो भने त चल्छ नि त एकछिन त्यो यतिकै छोड्छ अनि यतिकै पछि रोडै ड्यामेज हुन्छ अनि फेरि हाई बजेट चाहियो बनाउन फेरि उही त हो नि होइन सो हल्का नलेज है अब भिडियो पुग्ला नि माथिसम्म पुऱ्याइदिनु होला है त यो सबै अब नेपालको धेरै ठाउँमा यस्तो छ मलाई थाहा छ तर अब नयाँ रोड नबने पनि चाहिँ मेन्टेनेन्स चाहिँ भएको रोडलाई मेन्टेनेन्स त छिटो हुनु पऱ्यो नयाँ अलि ढिलै बने पनि बन्नु त नयाँ पनि छिटो बन्नु पऱ्यो तर अब भएको रोड पनि मेन्टेनेन्स भएन भने त सकिहाल्यो नि है यसो यहाँ बसेर ख्याल गरेको कि अन्त थाहा त सधैँ थाहा थियो तर अहिले चाहिँ यसरी हेर्दाखेरि ठ्याक्कै याद आयो क्या सो हाम्रो ठाउँ यस्तै छ है अब के भनौँ र मैले यहीँ यस्तो छ अलि माथि त्यस्तै छ गाई दिउँसो यस्तो ठुलो हावाहुरी आएर यति चिसो छ पानी पनि परेको थियो पर्न त हावाहुरी चाहिँ एकदम ठुलो थियो कि यस्तो चिसो छ ए भोलि घाम सर्केर गर्मी हुने हो कि जस्तो नि लागिरहेको छ है अब जे त होला त अहिले चाहिँ एकदम खतरा चिसो छ मिठो छ मिठो वेदर त सो यस्तै छ फुफो सो गाइज आजको दिन यति नै रह्यो सो भिडियो हेरेर साथ दिने सबैलाई धन्यवाद साथ दिँदै राख्नु होला म भिडियो बनाउँदै जानेछु तपाईँहरूको साथ सपोर्टले नै मलाई भिडियो बनाउन अलि उत्साह हुन्छ सो आजको दिन यति नै रह्यो सो होप यु गाइज यु लाइक द ब्लग थ्याङ्क यू सो मच फर वाचिङ फेरि भोलि भेटौँला थ्याङ्क यू सो मच फर वाचिङ है त बाई बाई